आज हामीसँग बेनेली 302 रहेको छ र यो भिडियोमा हामी बेनेली 302 को डिजाइन, फ्युचर्स, बिल्ड क्वालिटी, रिलायबिलिटी, माइलेज र नेपाली मार्केटमा यसको प्राइस देखि लिएर सम्पूर्ण कुराहरूलाई डिटेलमा एक्सप्लेन गर्ने कोसिस गर्नेछौं। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र अन्य बाइकहरूको बारेमा जान्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। सर्वप्रथम त लुक्स र डिजाइनको कुरा गर्नुपर्दा बेनेली 302 को डिजाइन निकै एग्रेसिभ र मोडर्न छ। नेकेड बाइकको स्टाइलमा यसको मस्कुलर ट्याङ्क र क्रप्टे तेल सेक्सनले यसले सडकमा छुट्टै शान दिन्छ। छेउबाट हेर्दा ट्याङ्की र फ्रेमको कम्बिनेसन एकदमै राम्रो देखिन्छ। यसको समग्र बडीको डिजाइनले ठूलो र प्रिमियम बाइकको अनुभव दिन्छ। फुल एलईडी हेडलाइट यसको प्रमुख आकर्षण हो। दिनमा चल्ने डीआरएल्स एकदमै राम्रो देखिन्छन् र रातमा यसको भिजिबिलिटी एकदमै राम्रो छ। इन्डिकेटरहरू पनि एलईडी छ जसले बाइकलाई आधुनिक लुक्स दिन्छन् र स्पष्ट देखिन्छन्। 302 मा सामान्य सफ्ट क्लच प्रयोग गरिएको छ। क्लच हल्का नभए पनि यसको लिभरको फिडब्याक राम्रो छ। ट्राफिकमा चलाउँदा धेरै समस्या नहुने भए पनि लामो दूरीको यात्रामा औंलाहरूमा थोरै पेन हुन सक्छ। यसमा स्लिपर क्लच हुनु पर्थ्यो बट नट ब्याड। फ्रन्ट प्रोफाइलको कुरा गर्नुपर्दा अगाडि यूएसपी फोर्क दिएको छ जुन यसको स्पोर्टी लुक्सलाई बढाउँछ र ह्यान्डलिङमा उत्कृष्ट स्टेबिलिटी प्रदान गर्दछ। ब्रेकिङको कुरा गर्नुपर्दा यसमा डुअल डिस्क ब्रेक दिएको छ जसमा फ्रन्टमा 300 mm 4 पिस्टन क्यालिपर युज गरिएको छ र रियरमा 240 mm सिंगल पिस्टन क्यालिपर युज गरिएको छ विथ डुअल च्यानल एबीएस जुन 300cc बाइकको लागि आवश्यक छ र यसले उत्कृष्ट ब्रेकिङ पावर दिन्छ। यो बाइकको पावर र माइलेजको कुरा गर्नुपर्दा बेनेली 302 मा 300cc प्यारालेल ट्विन सिलिन्डर 4 स्ट्रोक 8 भल्भ लिक्विड कुल DOHC इलेक्ट्रोनिक फ्युल इन्जेक्सन इन्जिन रहेको छ जसको कम्प्रेसन रेशियो 12:1, बोर 65 mm र स्ट्रोक 45.2 mm रहेको छ। यो इन्जिनले 38 हर्स पावर सम्मको पावर 11,500 RPM मा प्रोड्युस गर्छ भने 25.6 न्यूटन मिटर टर्क 10,000 RPM मा प्रोड्युस गर्छ। यो इन्जिनको एक्जस्ट नोट सबैभन्दा राम्रो पक्ष हो जस्तो आवाजले ठूलो क्षमताको बाइक जस्तो लाग्छ। 6 स्पीड गियर वर्क्स भएको यो बाइकको माइलेज सामान्यतया 22 देखि 28 किलोमिटर प्रति लिटरसम्म रहेको छ जुन चलाउने तरिकामा निर्भर गर्छ। टायर साइजको कुरा गर्नुपर्दा अगाडि 120/70 R17 र पछाडि 160/60 R17 टायर युज गरिएको छ जुन यसको पावर र ह्यान्डलिङको लागि पर्याप्त छ। यो बाइकमा बेनेलीको ओल्ड वाइड ट्रेलिस फ्रेम प्रयोग गरिएको छ। यो फ्रेमले हाई स्पिडमा पनि बाइकलाई स्टेबल राख्न मद्दत गर्छ। यो बाइकको फ्रन्टमा यूएसडी फोर्क र रियरमा एडजस्टेबल मोनोसक दिएको छ। यसको सेटअप स्पोर्टी छ जसको अर्थ यो थोरै स्टिफ हुन सक्छ तर कर्नरमा ह्यान्डलिङ उत्कृष्ट बनाउँछ। यो बाइकमा हाई रेभिङ इन्जिन भएकोले यसको एक्चुअल पावर 6000 RPM भन्दा माथि गयो भने महसुस गर्न सकिन्छ। राइडरको सिट ठूलो र सफ्ट छ तर पिलियन सिट सानो र स्पोर्टी भएकोले लामो यात्राको लागि कम्फर्टेबल नहुन सक्छ। सिटिङ पोजिसन स्पोर्टी भए पनि धेरै झुक्नु पर्दैन। यसलाई स्ट्रिट फाइटरको सिटिङ पोजिसन भन्न सकिन्छ जुन सिटी र हाइवे दुवैको लागि उपयुक्त छ। यसको सिट हाइट 795 mm रहेको छ जसले गर्दा कम हाइट भएका व्यक्तिहरूलाई पनि दुवै खुट्टा भुइँमा राख्न सजिलो हुन्छ। ग्राउन्ड क्लियरेन्स 140 mm मात्रै छ जसले गर्दा खाल्डाखुल्डी बाटो वा अग्ला स्पिड ब्रेकरमा मुनिको भाग ठोक्किने सम्भावना हुन्छ। नेपाली मार्केटमा बेनेली 302 को मूल्य 10,49,900 रहेको छ। यो बाइक यसको सेगमेन्टमा प्रिमियम वर्गमा पर्छ। तपाईको लगानी यसको साउन्ड, उत्कृष्ट सस्पेन्सन र प्रिमियम बिल्ड क्वालिटीको लागि हुनेछ र यो बाइक तिनीहरूका लागि हो जो 300cc सेगमेन्टमा पावर, प्रिमियम लुक्स र सबैभन्दा महत्त्वपूर्ण एक आकर्षक र ठूलो बाइकको इन्जिन साउन्ड चाहन्छन्। यदि तपाईं ह्यान्डलिङमा सम्झौता नगरी एक स्पोर्टी बाइक चलाउन चाहनुहुन्छ भने 302S तपाईको लागि एक राम्रो विकल्प हुन सक्छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? बेनेली 302 वा अन्य कुनै बाइकको बारेमा थप जानकारीको लागि कमेन्ट गर्नुहोला।